नमस्ते सबैजनालाई। प्राइमेरी मार्केट र सेकेन्डरी मार्केट यी दुई के हुनु, फरक के छ? नेप्सीमा तपाईँले सेयर दुई ठाउँबाट किन्न सक्नुहुन्छ, तर धेरैलाई फरक थाहा नै हुँदैन। आज यो भिडियोमा एकदम सजिलो भाषामा बुझाउँछु। प्राइमेरी मार्केट भनेको चाहिँ के हो भन्दा जहाँ कम्पनीले पहिलोपटक आफ्नो सेयर जनतालाई बेच्छ, यसलाई हामी आइपिओ पनि भन्छौँ। यहाँ पैसा चाहिँ सिधै कम्पनीलाई जान्छ। सो कम्पनीले चाहिँ केही रकम उठाउन खोजिरहेको हुन्छ, त्यो रकमको लागि चाहिँ सर्वसाधारणलाई उसले आइपिओ निकाल्छ, त्यस जुन चाहिँ हामी भर्छौँ। सो त्यो चाहिँ प्राइमेरी मार्केट थ्रुबाट हुन्छ। प्राइमेरी मार्केटमा सेयर किन्न तपाईँलाई एउटा डिम्याट खाता पनि चाहिन्छ, जुन मेरो सेयरसँग जोडिएको हुन्छ। यसको बारेमा पछि त हामी बुझ्ने नै छौँ। तर तपाईँलाई यो डिम्याट खाता तपाईँले आफ्नो ब्याङ्कबाट पनि खोल्न सक्नुहुन्छ वा ब्रोकर मार्फतबाट पनि दुवै तरिकाले खोल्न सक्नुहुन्छ है त। अनि सेकेन्डरी मार्केट भनेको चाहिँ जहाँ लगानीकर्ताहरूले आफू बिच्ने पहिले जारी भएको सेयर किनबेच गर्छन्। यहाँ पैसा कम्पनीलाई जाँदैन, एक लगानीकर्ताबाट अर्को लगानीकर्तालाई जान्छ। तर सेकेन्डरी मार्केटमा किनबेच गर्न तपाईँलाई डिम्याट खाताको साथसाथै अर्को एउटा थप खाता चाहिन्छ, ट्रेडिङ खाता भनेर। यो भने ब्याङ्कबाट खोल्न मिल्दैन, अनिवार्य रूपमा कुनै नेप्सीमा दर्ता भएको ब्रोकर मार्फत मात्र खोल्न सकिन्छ। यही ट्रेडिङ खाताले तपाईँलाई सेयर किन्न, बेच्न, अर्डर राख्न मद्दत गर्छ है त। एउटा उदाहरण मानौँ, जस्तै तपाईँले एउटा नयाँ मोबाइल किन्नुभयो पसलबाट। त्यो प्राइमेरी मार्केट जस्तै हो, पैसा सिधै कम्पनीलाई गयो, तर पछि तपाईँले त्यही मोबाइल अर्को साथीलाई बेच्नुभयो भने त्यो चाहिँ सेकेन्डरी मार्केट जस्तो भयो। किनभने अब पैसा तपाईँ र तपाईँको साथी बिच मात्र चल्यो, मोबाइल कम्पनीलाई त केही परेन। सो त्यसरी हामी दैनिक रूपमा नेप्सीमा जे किनबेच गर्छौँ त्यो प्रायः सेकेन्डरी मार्केट नै हो। र यसैले नै धेरै जस्तो लगानीकर्ताहरूसँग डिम्याट र ट्रेडिङ दुवै खाता हुन्छ। अब यहाँ नेपाली स्टकमा गएर हेऱ्यौँ भने अब स्टकहरू छन्, यी सबै सेकेन्डरी मार्केट हो। यो सबै ब्रोकर ट्रेडिङ ब्रोकरको ट्रेडिङ खाता मार्फतबाट नै भइरहेको छ। त्यही सबै स्टकहरू सबै तपाईँले हेर्नुभयो भने सारमा भन्नुपर्दा चाहिँ प्राइमेरी मार्केटमा पैसा कम्पनीलाई जान्छ। कम्पनीले केही रकम उठाउनको लागि सर्वसाधारणलाई आफ्नो कम्पनीको केही हिस्सा चाहिँ दिन्छ कम्पनीले। त्यो चाहिँ भयो, सिधै प्राइमेरी मार्केट भयो। सेकेन्डरी मार्केटमा चाहिँ लगानीकर्ताहरू एक आपसमा किनबेच गर्छन्। यसको लागि चाहिँ डिम्याट साथसाथै ट्रेडिङ खाता पनि चाहिन्छ। सो यही नै हो। अझ बढी डिम्याट खाताको बारेमा, ट्रेडिङ खाताको बारेमा त हामी भविष्यको भिडियोमा ल्याउने नै छौँ। अझ तपाईँलाई अझ धेरै जान्न मन छ यसको बारेमा भने सब्सक्राइब गर्नुहोस्, कमेन्टमा लेख्नुहोस् तपाईँलाई अरू के जान्न मन छ। आजलाई यति नै, धन्यवाद।